जरो हामीले आज बारीमा टिप्या भगटे ल हेर्नु यहाँ कस्ता कडा कडा छन् भगटेहरू ल यस्तै छ भगटे आजको के भयो बिग्रेछ पुगेको रहेछ अब नि अहिले नि बेला नभए कहिले बेला हुन्छ त भगटे त यस्तो ल गाइजहरू हेलो गाइजहरूलाई हाम्रो अब भगटे गर्मी के जाडो महिनामा मजाले कौसीमा बसेर पारिलो पारिलो घाममा बसेर अब भगटे खान सुरु गर्न लाग्यो हामी चाहिँ ओहो हाम्रो आग्ने पनि के हो त्यो के ल्यायो त्यो हजुर सुन्तला कुन्तला सुन्तला भनेर कसो सुन्तला सुन्तला ल ल बसेर खाऊँ ल गाइजहरू ल त्यो ऊ पनि अहिले एकछिनमा गाजर नै खानुपर्छ के अरे त आफै नुन चिनी कति हो त्यस्तो अलिअलि त्यो पिरो त खानु नि टिमुरा खाउँ 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 कडा भगटे छ मिठो भगटे छ गुलियो गुलियो पिरो पिरो अमिलो अमिलो सबै कुरा के भएर सानो आमा के मुखेल दार्दिएको त्यसरी ल ल कुन कुन हान्छ खाऊ सुन्तला खाऊ खाऊ भइहाल्यो नि मिलाएर खाउनु भइगयो नि एकछिन गाजर खाउँला ऊ खाउँला ए मामा त्यो बोक्रा तितो हुन्न के हो यस्तो यो के खाएको भगटे सुन्तला कडा छ त खै त कडा छ यता माउदैन कि ल्याएको फेरि के हो यस्तो फेरि अब हजुर गाजर गाजर त के खाइ मात्रै हुनुभयो त सबै खाइ मात्रै हुनुभयो त गाइजहरू गाजर है गाजर गाजर यो लाइटले टल्क्यायो कि नटल्क्यायो कि यस्तै भएछ गाजर खै सर के सुन्तला अनि आमा छोरा खाइसक्यो भगटे कडा खाइयो त भगटे गाजर सुन्तला मुन्तला के खाइयो के भइसक्यो त्यो एउटा त्यो कुहिया जस्तो रहेछ क्या छोटो त्यो होइन त्यो कुहिया जस्तो त्यो तितो रहेछ कुहिया जस्तो छ ठिकै छ अब पुग्यो होला नि खाजा पुग्यो होला नि अब बाबुलाई यही त हो नि खाजा अब के खानु त खाजा यस्तो यो जाडो महिनाको घाममा बसेर सुन्तला भगटे गाजर यताउति यस्तो फलफुल खान पाएपछि योभन्दा राम्रो खाजा के हुन्छ त्यो लु स्कुल ड्रेसतिर लाग्यो त्यो हादो पहिले जाऊ अब हादो अब हादो अनिखेरि अब खाजाले अलिकति मकै भुट्नुलाई अनि मकै खाने हुँदैन मान्दैन हजुर मकै भुट्ने मकै खाने नि हिजो के ल्याएको प्रसाद के को प्रसाद हो तिमी लायो खै लगाइसक्यो लगाइदिनु मलाई मकै भुट्ने कार्यक्रम हुँदैछ गाइस हाम्रो मकै भुट्ने कार्यक्रम मुरली मकै होइन पक्कन मुरली मकै भुट्ने कार्यक्रम हुँदैछ सब लागेछ नि सब लागेछ गाइसहरू हाम्रो मकै भुट्ने कार्यक्रम सफल समाप्त भयो मकै मजाले भुटियो एक प्लेट हाल्दा एक बाटो भयो त्यहाँ राखेर गर्न एकचोटि ल गाई यति भएपछि बाबुको खाजा तयार हो बाबुलाई खाजा तयार भयो पप्पा के हो एक बाटो लिएर भएछ त मकै एक बाटो लिएर हान्ने नि कडा खाइदिएको त के खाजा आज खाजा त्यही हो आत्त खाएको खाइ ल खाम त्यसरी ज्ञानी भने त्यो कहाँ त्यो छरेर खाने होइन एउटा मजाले खाने त्यो अब छोटो त्यो अरू बिस्तारै खाने फक्का त्यसरी हान्ने होइन एउटा खाने मजाले हो त्यसरी खाने काउली पकाउन सुरु गऱ्यो आज चाहिँ अब यस्तै काउलीको झोल बिहान तरुलको झोल अब अहिले काउलीको झोल होइन त हामी साथ अब काउलीको झोल ठिक छ नि नभए नि ठिक छ तरकारी नभए होला काउली हाल्ने पातलो नहाल्ने पातलो भनेको रस भनेको त्यही पातलो र बाक्लो भन्ने नै भएन नि अलिअलि हाल्ने त्यही त
होइन भने अहिले ताजा पानी किन्न हाल्यो भने क्या तरकारीलाई भने होइन मैले खानको लागि चाहिँ भने यहाँ खानको लागि थर्मसमा चाहिँ हाल्ने भने त्यो चाहिँ भने क्या बुझिहाल्यो नि हाकिम साहब पढाइ हुँदैछ हाकिम साहबको अन्त पढौँ मोबाइल हेरेर पढौँ यसो बुकतिरबाट हेरेर एन्सर खोजे पनि हुन्थ्यो हजुर बुकतिर नभए नि हुन्छ त एन्सर नहुने नि हुन्छ अलिअलि त भइहाल्छ नि यसो मिलाएर लेख्नु त मिलिहाल्छ नि बुकतिर भएको यसो हेरेर लेखौँ उ गरौँ यहाँ भात पाकिसक्यो तरकारी पाकेको छैन भोक लाग्न आँटिसक्यो म दिउँसो खाजा नखाए भोक लाग्दैन खाजा खाए त भोक लाग्न थाल्छ यार बरु खाए हुन्छ अनि यो आमा छोरा के भोक लगाएर उ गर्ने आयो कि के चलिरह्यो नि जाडो भयो मजाले सिरा कोड्ने बस्ने लुगा लाउने ज्याकेट लाउने पढ्ने होमवर्क गर्ने चाहिँ छैन सक्यो कतिवटाको सक्यो सकिन्छ मजाले होमवर्कसम्म गर्ने उ गर्ने खोइ म कहाँ के गर्ने तेरो सानो बेला होइन यी आमा छोरा कहाँ हराएको यत्रो बेरसम्म भने इभिनिङ वाक जाने भने छ भोक लागिसक्यो भात खान पर्ने हो भने यता राख्ने यता उ गर्ने अनि क्यामेरा त्यही भ्लगरको क्यामेरा तेर्सिँदैन त केही नभए अलिअलि 2-4 हजार सब्सक्राइबर भएको भ्लगर छैन नि कहाँ हुनु 5,000 2-4 हजार छन् नि 2-4 हजार सब्सक्राइब छन् ल गाइजहरू हाम्रो चाहिँ अब यहाँ भात खान सुरु भयो आजको अब यस्तै छ भात भयो आलु कबी यो बाबुलाई पिरो नहालिकन निकालिदिएको अनि यहाँ अलिकति हामीलाई पिरो हालेको यहाँ छ अलिअलि एउटा थाली एकछिन भए पनि पुगेको छ नि के गर्नु थियो गाजर के गरेको थियो भित्रभित्र हजुर काट्ने पखाल्ने गर्ने काट्ने कहाँ त्यसरी गरेर भुइँमा झर्छ उ गर्छ ल आजको चाहिँ हाम्रो पहिला पखाल्ने चाहिँ त्यो सट्ट बाहिर निकाल्ने उम्ला काट्ला है बाहिर बिस्तारै हो त्यसरी गर्ने अब त्यो गर्ने अर्को काट्ने अनि त्यसपछि सर्लक्कै खानालाई अलग गाइजहरू हामी चाहिँ अब सुरु गर्न लाग्यौँ पस्किनलाई सुरु हुँला बाबु यता गाजर सलाद काट्दै आधीखेर फाल्यो बाबुले यता उ भयो यता खाना पकाउनु के अरे खाना पस्किन तयारी आजको यस्तै छ हस्त नमस्ते अहिलेको लागि बाई 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 के गर्दै हाम्रो हाकिम साहब के गर्दै ओहो घाममा टेबुल ल्याएर कुर्सी ल्याएर पढाइ दह्रो चलेको छ ड्रइङ बिस्तार गर्ने पेन्सिल तासेर चोबनाउने अनि सर्लक्क गर्ने त्यो धेरै गाडी भएपछि छाप बस्छ क्या हल्का गर्नुपर्छ ड्रइङ गर्दा तँ चाहिँ अलिक बनाउनु पेन्सिल अलि तास अनि त्यो अर्कोले गरेर मजाले अनि हल्का ड्रइङ गर्ने के धेरै गाडीहरू गएपछि त्यो मेट्दाखेरि अनि छापिन्छ नि त हल्का गर्ने अनि फेरि राम्रो हुन्छ क्या हो ल तास्ने अनि सर्लक्क सानोले हल्का गर्ने अनि त्यसरी पो राम्रो हुन्छ